आज रिसेप्सन पार्टी र पार्टीमा जानको लागि हामी रेडी भइसक्यौँ। जानी नजानी भिडियोहरू बनाएर यहाँहरूमा पस्किने कोसिस गर्दैछु। के कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया दिनुहोला। हामी पार्टीमा आउँदा चाहिँ बेहुलीहरूको फोटोसुट हुँदै थियो फ्यामिलीसँग। हामी चाहिँ अलिकति ढिलै गरेर आयौँ किनभने हिजो जन्ती जाँदा मलाई सन्चो भएको थिएन। त्यसैले बिहान उठ्न पनि गाह्रो भइरहेको थियो। सो हामी चाहिँ 2 बजेतिर आयौँ। अनि मम्मीले मैले भएर बेहुला बेहुलीलाई टिको लगाइदियौँ। आजको भिडियो चाहिँ अलिकति लामो छ, अल्छी नमानिकन भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त्यसपछि मेरो आँखा चाहिँ अरू कतै नगइकन पानीपुरीतिर गइहाल्यो। त्यसपछि हामीले पानीपुरीको अनि खानाको इन्जोय गर्यौँ। हजुरहरू पनि इन्जोय गर्नुहोला। सदा खुश रहो तुम, दुआ है हमारी। आज चाहिँ बेहुली पक्षहरूलाई पनि बोलाउनु भएको थियो सम्धी ढोकको लागि। सो उहाँहरू पनि आइपुग्नु भयो। इश्क में बेकरारी मिले ना तुम्हें इश्क में त्यसपछि सम्धी ढोक कार्यक्रम पनि सम्पन्न भयो। सदा खुश रहो तुम, दुआ है हमारी। मुबारक हो तुमको ये शादी तुम्हारी। सदा खुश रहो तुम, दुआ है हमारी। यतिकैमा चुनावमा उठ्नु भएको उम्मेदवार पनि भोट माग्नको लागि आइपुग्नु भयो। उहाँ चाहिँ यस क्षेत्रबाट उम्मेदवार उठ्नु भएको रहेछ घन्टी चिन्हमा। बिहे प्लस चुनावी माहौल मिसिन्दा त दृश्य हेर्न लायकै भएको थियो। अनि उहाँहरू हुनुहुन्छ बेहुलाको बाबा अनि मम्मी। अनि त्यसपछि बिहे घरमा नाचगान त हुनै पर्यो।
यत्तिकैमा हाम्रो पनि घर फर्किने बेला भयो अनि बिहे पनि सक्यो। हजुरहरूलाई हल्दी मेहन्दी बिहे र रिसेप्सन पार्टीको भिडियोहरूमध्ये कुन चाहिँ बढी मन पर्यो प्लिज कमेन्ट गरिदिनु होला। अनि मेरो भिडियोलाई सपोर्ट गरिदिनु होला। आउने दिनहरूमा यस्तै भिडियो लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि आज्ञा चाहन्छु। हस्त बाई बाई।